मैले चाहिँ पहिला चाहिँ गुनासो गर्थेँ एभोकाडो फलेन फलेन भनेर है, जे कुनै टाइम लाग्ने रहेछ क्या। अब फलेपछि यति धेरै फलेका छन् कि यो बोटमा, यो चाहिँ तेस्रो वर्ष होला। फल्न चाहिँ ढिलै सुरु गरे हो, बोटबाट गेडाबाट सुरु गरेको। अब यो कुन चाहिँ जातको चाहिँ थाहा भएन मलाई है। अब फल्न चाहिँ यति धेरै फल्यो, अलि अँध्यारो आयो, यति धेरै फलेका छन् होइन। अब कहिले रेडी हुन्छ यो, 6 महिना जति लाग्नेछ फुल फुलेर पाक्नलाई चाहिँ ठ्याक्क 6 महिना लाग्नेछ। थुप्रै छन्, यी हातैमै हुने खालका छन्, हातैमै अड्किने खालका पनि छन् है। हातैमै थुप्रै अड्किने खाले, हातैले नै भ्याउने खाले चाहिँ अब कति छन्, थुप्रै छन्। गेडा गुच्छा परेर अङ्गुर फुलेका चाहिँ फलेका छन्, थुप्रै छन्। अन्धकार आयो लटरममै, कहिले फलोस् कहिले खान पाइन्छ भनेर भनेको। गुच्छा चाहिँ कति हुन् सधैँ छैन। तपाईँको यो झर्न पनि यति धेरै झर्छ कि ओहो, यति अन्त थाम्न सक्दैन होला नि, दिनै पछि झरेका हुन्छन्। अब यत्रो ठुलो पनि यत्रो पनि झरेका छन्। ल यत्रो सानो भयो, यत्रो छन्। यसको नि गेडा बनायो भने चाहिँ गर्न सकिन्छ कि। कति झर्छन् झरेर साध्यै छैन टिपेर त। यो वाला जातको चाहिँ अब छुट्टै जातका छन्। तलपट्टि पनि मैले अरू पनि जातका छन्। एउटा चाहिँ पुरै कुहिएर गयो, फलमै कुहिएर जाने है। तल मेरो अब एभोकाडोको बोट सँगसँगै मैले यहाँ दाइले यहाँ इस्कुस र माथिबाट उहाल्दै छन्। छेउछाउमा मैले त अब सार्दै आएको छु, छेउछाउमा सार्दै आएको छु, टन्नै छन्। अब यिनीहरू कति वर्ष भयो, यिनीहरू टाइम लागेको थियो। यत्रै बनाउँदाखेरि मैले भिडियो बनाएको थिएँ, 6 वर्ष जति भएको थियो, 5-6 वर्ष जति होइन। 5-6 वर्षपछि एक्कासी 2-3 वर्षपछि यति फलिदियो कि ठ्याक्कै त्यही जातको हुन्। यो तलको है, टन्नै छन् एभोकाडो चाहिँ। अब यसपालि आँगा केही छिनाल्नु पर्दैन, तर पहेँको चाहिँ आँगा छिनाल्नु पर्ने, त्यसले चाहिँ रोपिरहेको छ। ठुलो हुँदा चाहिँ रोप्नै दिएको छैन यसले। त्यत्रै थियो होला यो, मैले पहिलो भिडियो बनाउँदाखेरि 4-5 वर्ष अगाडि चाहिँ 5-6 वर्ष अगाडि भिडियो बनाउँदा यत्रैबाट सुरु गरेको थिएँ। अनि त्यत्रै छ। पछि यसमा पनि अब फल लाग्यो भने त है खाएर साध्य हुँदैन। यसमा चाहिँ बेच्नकै लागि चाहिँ प्लान बनाएको हो। हेरौँ त्यो दिनसम्म के हुन्छ, कतिको फल दिन्छ यसले। त्यस 15देखि 20सम्म चाहिँ छ। कतिपय त आजकल मरेर जाँदै, कति फलमै कुहिएर जाने। अचम्मका रोग लाग्दा रहेछन्। बेस फल्यो भने फल्न चाहिँ फल्छ, तर टाइम लाग्छ एकदमै। त्यसको लागि चाहिँ धैर्य नै गर्नुपर्छ। ल।